अवस्था यस्तो छ धुवै धुवा होइन यसरी छैन। हेलो नमस्ते जय शम्भु। आज चाहिँ हुन्छ नि 7 वर्षपछि म जाँदैछु नेपाल। फर्स्ट टाइम आज भनौँ न यो जर्नी एकदम राम्रो थियो। मतलब तल माथि सब कुरा थियो यो जर्नीमा मेरो होइन। 7 वर्ष मेरो युए होइन यो खाडीमा 2017 मा म आएको थिएँ होइन। अनि एकैचोटि अब 2025 मा जाँदैछु म नेपाल। सो एकदम हुन्छ नि अब त्यस्तो अब त्यो खुसी त्यो दुःख त्यो सबै कुराहरू चाहिँ होइन मैसँग छ होइन। अब सबै कुरा यहाँ यत्रो सङ्घर्ष गरेर आजको दिनमा आफूलाई यतिसम्म बनाउन पाएँ होइन। थ्याङ्कफुल टु अल द ह्यान्ड्स हु वेयर देयर फर मी होइन। थ्याङ्क्स टु माई मम, थ्याङ्क्स टु माई बुढी, भगवान्लाई होइन। भगवान् त सधैँ अब सबैभन्दा माथि हुनुहुन्छ। त्यही हो, घर जाँदैछु होइन। हेरौँ ल 7 वर्षको यात्रामा होइन भेटेको हाम्रो जिग्री ल यिनी हो होइन। त्यही हो होइन, इन्जोय गर। 7 वर्षपछि जानु लाग्छ। 7 वर्ष चाहिँ जाँदैछु जोस् एकदम दुःख सुखमा एकदम साथ दिएको सहयात्री होइन। तलमाथि धेरै भयो त्यही पनि स्ट्यान्ड बाई जहिले पनि। अब नेपालको अवस्था यस्तै छ होइन। अब यस्तै अवस्थामा जाँदैछु म। त्यही पनि अब भनौँ न कस्तो खालमा अब गइरहेको छु। स्थिति यस्तो छ होइन नेपालको होइन। म चाहिँ अब जाँदैछु फेरि यस्तै स्थितिमा। तर ठिक छ, म देशको लागि पनि खुसी छु, आफ्नो लागि पनि खुसी छु होइन। त्यही हो, साथ दिन जाँदैछु। अनि अब युवाहरूलाई अब भेट्यो भने अब गएर हानिन्छ 1-2 सर्ट ढुङ्गा। त्यही हो अब ल अहिले चाहिँ आइयो होइन। दुबई एयरपोर्ट पनि पुगिसक्यो होइन। त्यही हो अब एक्साइटेड घर जानलाई। अब एक्साइटेड भन्दा पनि अब नेपालमा यङ मान्छेहरू मरिरहेको छ त्यसरी मेरो दाजुभाइहरूको रगत होइन देशको लागि समर्पित भएको छ। त्यही भएर म त्यति साह्रो एक्साइटेड छैन। अब त्यही पनि सब यहाँनिर वेटिङ गरिरहेको छ सब होइन। म पनि वेट हाल्दैछु होइन। अब टक्क वेट गर्दै गरौँ त्यसपछि यात्रा हुन्छ। चाहिँ सब वेट गरिरहेको छ होइन। म चाहिँ हिमालयन एयरलाइनबाट जानु लाग्यो। अनि यो पानीलाई चाहिँ बाहिर चाहिँ 1 रुपियाँ पर्छ होइन। यहाँनिर चाहिँ 3 रुपियाँ पर्छ यो पानीलाई। डिफ्रेन्स 2 ग्राम डिफ्रेन्स अलमोस्ट 80-90 आवर्स डिफ्रेन्ट है त। त्यही भएर पानी चाहिँ मैले बाहिरबाट ल्याउन बिर्सेँ होइन। त्यही पनि अब यो पानी आफूलाई हाइड्रेट राख्नु पऱ्यो। सियो भित्र गएपछि है त। अहिले चाहिँ म यहाँ ड्युटी फ्रीमा बोर्ड पास भएर आयो होइन। त्यहाँ सेक्युरिटी चेक पनि गरेको थियो। टक्क हाम्रो यहाँ नेपाललाई भेट भयो होइन। पानी मलाई चाहिँ तातो पानी चाहिरहेको थियो। यहाँ फेरि नपाउँदो रहेछ। तर दाइले नेपाल भएर त्यत्तिकै दिनुभयो भने एकदम थ्याङ्क यू है दाइ, एकदम थ्याङ्क यू। टक्क लाएर अब इन्डोमी हाल्नुपर्छ। इन्डोमी कोकोकोला पानी हाल्नुपर्छ। त्यसपछि घर गएर खसी भात हाल्नुपर्छ अब एकैचोटि। त्यही हो, यात्रा यस्तै छ होइन। उहाँ दाइ चाहिँ एकदम हम्बल रहेछ है। एकदम दामी लाग्यो मलाई। अब पानी खोज्दै हिँडिरहेको थिएँ होइन। यहाँ फेरि अब यो भित्र ड्युटी फ्रीमा फेरि सब किन्नु पर्दो रहेछ। अनि मेरो त फर्स्ट एक्सपिरियन्स हो नि त। म त 7 वर्ष युए भए पनि म त नेपाल जाने होइन। फर्स्ट एक्सपिरियन्स हो। मतलब अब त्यो बेला ब्याक टु 2017 अब त्यतिखेर आएको होइन। माइन्ड त्यस्तै थियो केही यस्तो उस्तो होइन। अनि त्यही भएर टक्क 2टा इन्डोमी लिएछु होइन। 2टा इन्डोमी झप्प हान्ने हो। अनि त्यसपछि चिलमा दम्म भएर बस्नु। त्यही हो है गाइज। अब खासमा म चाहिँ होइन अब जान्छु भनेर चाहिँ आएको होइन होइन। लोकल लिभ दिएको थियो 7 डेजको लागि। अनि त्यसपछि चाहिँ अनि भ्याकेसन एक्सटेन्ड गर्नुपर्ने भयो। अनि अलमोस्ट अब आफू पनि अब हुन्छ नि अब 7 इयर भइसकेपछि त अब म त मेरो त प्लान थियो नि त। म प्लानमै जान्छु
अनि त्यसपछि बुढीसित सँगै जान्छु भनेर प्लान थियो। बुढीसित जानु पाएन, उता बसिरहेको छ होइन। त्यही भएर त्यो आमा भेट्न जाँदैछु होइन। म एकदम मेरो आमा धेरै खुसी भएको छ होला यो टाइममा होइन। त्यही हो, खुसी छ, आमा भेट्न पाएको छु, खुसी छ। लाइफ यस्तै हो, धेरै स्ट्रगल गरियो 7 वर्ष। अब आई गेस इट्स टाइम टु गो होम, भए पनि नभए पनि। र प्लस अब हामी विदेशीहरूलाई भनेको चाहिँ अब पैसा कमाएर चाहिँ इट्स नेभर इनफ होइन। मनी अनि स्लिप इट्स नेभर इनफ फर एनी वान होइन। यो भनेको अन्टिल डेथ वी विल रन फर इट। तर जे होस् खुसी छु म जान पाएँ होइन। तलमाथि भनेको त लाइफमा सबको भइहाल्छ, धेरै तलमाथि भयो मेरो लाइफमा पनि। तर फाइनल्ली नेपाल जाँदैछु। तर अब के हो भन्दा चाहिँ अब म खासमा म्युजिक गर्ने सोच थियो मेरो जाँदा। तर म यो भ्याकेसनमा चाहिँ म्युजिक गर्न पाउँदैन। तर भेरी सुन म आउँदैछु होइन। अब भेरी सुन मेबी नेक्स्ट इयर फेरि म अर्को भ्याकेसन आउँछु बुढीसित अनि फ्यामिली। अब भनौँ न लाइफ भनेको कम्पिटिसन छ यहाँ, रफ एन्ड टफ। अब यहाँको इन्डोमी चाहिँ होइन, अब कप इन्डोमी हो होइन। बिफ लिएर आयो कि भनेर म तर्सेको क्या, ड्याम हुन्छ नि फेरि बिफ लिएर आएको। बेला बेला फेरि यस्तो कन्डिसनमा फेरि मेरो दिमागै काम गर्दैन होइन। जो दामी तरिकाले बोर्डिङ पास भयो, केही अफेन्स भएन होइन, कुनै अफेन्सहरू भएन, एकदम क्लियर भयो। त्यही हो, ह्याप्पी। भोक लागेपछि फेरि जे पनि मिठो, मेरो लागि चाहिँ फेरि चाउचाउ मिठो हो क्या पहिल्यैबाट। फेरि नुडल पसीको कोको कोला सेस गाइज। यो कार्बोहाइड्रेट ड्रिङ्क त धेरै खानुहुन्न कि अब, तर हिँडेपछि ट्राभल गरिसकेपछि चाहिँ म यहाँ खान्छु। तर रेगुलर बेसिक लाइफमा चाहिँ खाइरहेको हुँदैन है त। ल अब सबै भयो होइन, बस चढ्दैन टक्क यहाँसित। अब यहाँको बस हो, मान्छेहरू आउँदैछन् होइन। अब बस चढ्यो, अब टक्क नेपाल जाने हो होइन। त्यही हो। क्यामेरामा त्यस्तो क्याप्चर भएन होला होइन। तर यस्तो दामी देखेछ नि, हुन्छ नि मोबाइल के है, टक्क यस्तो मोबाइल के। वाउ, see what I have got in Himalayan Airlines के चाहिँ पाएको रहेछ। Let's see what I have got. It's really hot. लास्ट तातो छ यार। तर म यो भन्दा पनि यति ध्यान गइरहेछ क्या। मलाई चाहिँ थाहा भएन, अरूलाई मनपर्छ कि नै, तर सोयाबिन आलु चाहिँ मेरो फेभरेट हो है, फेभरेट। I will enjoy this meal for sure. I don't know what about the taste, I know, but I will enjoy this meal for sure.
वर्थ इट है, वर्थ इट। दामी, जति हेर्दै गयो त्यति दामी देखिँदैछ है भ्यू। हुन्छ नि है, जति हेर्दै गयो त्यति दामी देखिन्छ। इन्जोय गरिरहेको छु मोमेन्ट होइन। सो त्यही हो, छुट्टी दिन भएको छ यहाँबाट होइन। अमेजिङ, मेरो लागि चाहिँ एकदम दामी हो यो भनेको, यो भ्यू, टु सी दिस भ्यू होइन। आम वन्डरिङ, मलाई हुन्छ म खासमा त सुत्ने टाइम हो होइन, म सुत्या पनि छैन, मलाई निद्रै पनि लागेको छैन क्या। हुन्छ अब हुन्छ दामी हो, निद्रै लागेन अब मलाई यस्तो हेर्नु मन छ क्या सबै कुराहरू। अफकोर्स होइन, 7 वर्षपछि जाँदैछु अनि निदाएर गयो भने त केही फाइदै छैन नि। फर्स्ट टाइम देखेको होइन यसरी, हुन्छ नि बादल पुरा गइरहेको छैन। फर्स्ट टाइम इन हिस्ट्री। बवाल है, कति बवाल। यात्रा हेर्दा हेर्दै नेपालको पनि भयो है। आन्दोलन कहाँ भइरहेछ? हाम्रो ब्रदरलाई आन्दोलन चाहिरहेछ। 7 वर्षपछि घर आउँदाको अनुभव, ओहो अमेजिङ। नेपालको एयरपोर्ट पनि आइयो। माहौल चाहिँ अहिले के छ भन्दा बाहिर जान दिइराखेन अहिले। यहाँ हल्दार हुनुहुन्छ होइन, उहाँले चाहिँ बाहिर जान दिइरहेको छैन। अब बाहिर माहौल एकदम गरम छ। अब डोमेस्टिकबाटै अब जानुपर्ने हुन्छ जस्तो छ। म चाहिँ अब यहाँ भर्खर आएको होइन, यहाँ चाहिँ माहौल यस्तो छ। अब के गर्ने, अब आर्मीको भ्यान पुरा बसिसकेछ। यहाँनिर पुरा रोकाउ छ। अब घेराबन्दी छ, यहाँबाट जान मिल्दैन। के गर्ने अब, बाहिर जानु देखेन है, देखेन, बाहिरै जाने देखेन। अब डोमेस्टिक यहाँ ट्रोलीमा गुराउँदै वहाँ पुऱ्याउनु पर्यो। तल पुरा ब्लक गरिदिइसक्यो, तल पुरा आर्मीले ब्लक गरिदिइसक्यो होइन। अनि त्यही भएर अहिले म यहाँ टाइममा पुगेन भने यहाँ पनि ब्लक गरिदिन्छ, त्यसपछि झिटी टाइम हो। त्यही भएर म चाहिँ यतै चल्दिएँ होइन। अब घर चाहिँ पुग्नु पर्यो। यहाँ आफूलाई त म घरै पुग्ने चिन्ता भइसक्यो नि यार। देशको चिन्ता छँदैछ, घर पुगेपछि जाम्ला नि ढुङ्गा हान्नलाई। पहिला त घर त पुग्नु पर्यो है। साथीभाइहरू लास्ट बिजोगमा परेछु म चाहिँ है, एकदम बेहाल पसिनै पसिना भएर होइन। अब यहाँ जस्तो तसो एउटा दाइ हुँदो रहेछ होइन, आँटिलो दाइ, गोर्खाली दाइ, जस्तो तस्तो लगिदिन्छु भाइ भनेर यहाँ भित्रै गल्ली गल्लीको बाटोबाट चाहिँ अब भनौँ न एयरपोर्टबाट चाहिँ अब त एयरपोर्टबाट बाहिर निस्किनु नै अब ठुलो कुरा भइसक्यो क्या। यहाँनिर एयरपोर्टै पुरै ब्लक गरिदियो, एयरपोर्टै पुरै ब्लक गरिदियो क्या। फ्लाइटै सबै रोकिदियो होइन। एकदम ब्यागमा फस्यो कि कस्तो टाइममा आइएछ क्या, कस्तो टाइममा आइएछ, कस्तो टाइममा। यहाँनिर चाहिँ चोक चोकमा अब भनौँ न आगो लगाइदिएको छ पुरै चोक चोकमा, गल्ली गल्लीमा होइन। यसरी आगो लगाइएको छ अहिले एकदम। मैती देवी
होइन यहाँ एयरपोर्टै बन्द भयो। मैदेवी कट्यो यहाँ, मैदेवी कटेर अब यहाँ जाँदैछौँ। बस पार्क तपाईँ कताबाट जानु भएको? जानला अब यहाँ बिच बाटोबाट है फसाद भएर यस्तरी आगो लगाइदिएको छ पुरै बिच बाटोमा होइन। यसरी त्यहाँ छैन। अवस्था यस्तो छ, धुवै पुरै आग लागि छ अवस्था। बाहिर त्यस्तै भइरहेछ होइन। अब मैले चाहिँ अब आज काठमाडौँमा रुम लिएँ, खाना आएको छ, खाना खान्छु फाइनली आफ्टर लङ टाइम। अब त्यही हो, अब त्यस्तै भयो टाइमिङ पनि होइन, तर ठिक छ, अझै हुन्छ राम्रै हुन्छ भन्छु होइन। अब राम्रो पनि भयो, ह्याप्पिनेस पनि थियो। आएपछि भागदौड गर्नु पऱ्यो, धेरै पसिना पनि भयो। एकदम थकित छु, नुहाएँ होइन, नुहाएर गएर बसेँ। अब चाहिँ हामी एकैचोटि भेट्नुपर्छ अब अर्को भ्लगमा होइन। सिउ अपडेट गरिरहेको छु। आजको भ्लग चाहिँ यही एन्ड गर्न चाहन्छु। जय सङ्घ।